म चाहिँ अल्सटको नर्थ इस्ट ह्यान्ड्स कम्युनिटी रिकभरी सर्भिस भन्ने ठाउँमा काम गर्छु एडल्ट मेन्टल हेल्थमा मेरो चाहिँ भन्नाले 18 वर्षदेखि 65 वर्षभित्रकोमा काम गर्छु त्योभन्दा पहिला हुन त मैले एल्डरली 65 ओभर्समा पनि काम गरेँ होइन यो चाहिँ हाम्रो कम्युनिटीमा जहाँ चाहिँ बढी जस्तो चाहिँ एसेसमेन्टको काम हुन्छ त्यहाँ चाहिँ हामीले आएर बिरामीहरूलाई चाहिँ राजन दाइले भन्नुभएको जस्तै जिपी मार्फत जब चाहिँ उनीहरूलाई चाहिँ मान्छेहरूलाई चाहिँ अलिकति समस्या मतलब यो चाहिँ शारीरिक रोग होइन जस्तो अनुभव हुन्छ अनि जिपीमा जाँदाखेरि जिपीले चाहिँ होइन यो व्यक्तिलाई चाहिँ सायद मानसिक रोग पो लागेछ कि त हामीले चाहिँ अब हामीले चाहिँ अलिक हेर्न सक्दैनौँ होला हामीले डायग्नोस गर्न सक्दैनौँ होला कसैलाई औषधि पनि दिनुपर्ने अवस्था पनि पर्न सक्छ भनेर चाहिँ पठाउँछ हाम्रोमा चाहिँ अनि गर्दा हामीले चाहिँ त्यहाँ के अरे एसेसमेन्ट गर्छौँ त्यहाँनिर गरेपछि उनीहरूलाई के भएको रहेछ भन्ने समस्याको हामीले पत्ता लगाउँछौँ अघि राजन दाइले भन्नुभएको चाहिँ अब त्यो क्लिनिकल सिम्पटम हो कि बा जेनरल सिम्पटम हो त्यो पनि हामीले पत्ता लगाउँछौँ त्यसमा नेपालीहरू पनि थुप्रै छ अब किनभने अब यो मानसिक रोग भन्नु नै प्रत्येक भनिन्छ 4 जनामा 1 जनालाई चाहिँ हामी सफर भइरहेको हुन्छौँ तर हाम्रो अब जहाँसम्म लाग्छ मलाई चाहिँ हामी प्रत्येकमा चाहिँ केही न केही रूपमा चाहिँ यो मानसिक समस्याले हामीलाई चाहिँ पीडित बनाइरहेको हुन्छ गर्दाखेरि यस्तो सिचुएसन आउँछ कि नेपालीहरू हुन्छ त मैले नेपाली मात्रै होइन मैले सम्पूर्णलाई हेर्छु तर नेपालीहरूको चाहिँ मैले के देखेँ भने मैले एसेसमेन्ट गर्दाखेरि चाहिँ 1-2 जना नेपालीहरू पनि आउनुभयो इभन मैले तपाईँलाई हिजो भने जस्तै पढेकै मान्छेहरू पनि हुनुहुन्थ्यो अब समस्या मानसिक समस्या भनेको चाहिँ धेरै कुराले ट्रिगर गरेको हुन्छ जस्तो भनौँ शारीरिकले पनि दाइले भन्नु जस्तै इभन भनौँ दाइलाई बिहान अब अलिकति दुख्दाखेरि त्यसको चाहिँ मुडमा अफेक्ट गर्यो अनि गर्दाखेरि अब इन्भाइरोमेन्टल तरिकाले हुन्छ आफ्नो के अरे सोसल निडहरूको तरिकाले कारणले गर्दाखेरि भइरहेको हुन्छ गर्दाखेरि कुनै कारणले गर्दाखेरि त्यसलाई चाहिँ अब आफ्नो सहने शक्ति क्षमता हराएपछि अनि मानसिक बिस्तारै मानसिकतामा चाहिँ असर पर्दै त्यो अब लामो समयसम्म चाहिँ त्यसको चाहिँ निवारण गर्न सकेन भने त्यही नै मानसिक रोग भएर जान्छ उनीहरू त्यो गरेर आउँदाखेरि पनि तर उनीहरूको चाहिँ के देखियो भनेदेखि पहिलो कुरा चाहिँ नेपाली स्वयंलाई देखिन्छ डर भयो मनमा डर भयो म एसेसमेन्ट गर्न गएँ गर्दा डर भयो गर्दाखेरि हामी नेपालीको चाहिँ दाइले अघि नै पनि भनिसक्नुभयो यो युकेमा पनि स्टिग्मा भन्ने कुरा एकदमै पहिल्यैदेखि थियो तर अहिले हाल केही वर्षदेखि स्टिग्मा धेरै कम भएको छ धेरै किनभने चाहिँ यो अवेरनेसको कारणले गर्दा पनि धेरै कम भएको छ युकेवासीहरूलाई चाहिँ तर हाम्रो त्यो स्टिग्मा चाहिँ नेपालीमा अझै पनि छ गर्दा किन छ भन्दाखेरि स्टिग्मा किन छ भने यो मलाई चाहिँ के अरे मानसिक रोग लाग्यो भने चाहिँ यो गरेर चाहिँ म नेपाली भएको कारणले गर्दाखेरि चाहिँ बाहिर गएर मैले कुरा फैलाउँछ कि भन्ने त्यो कुरा चाहिँ फेरि के हो भने कन्फिडेन्सियालिटीको भयो जब कि हामी त अब यही क्षेत्रमा काम गरेको हुनाले हामीलाई कन्फिडेन्सियालिटीको बारेमा त धेरै ट्रेनिङहरू पनि भइरहेको हुन्छ त्यसकारण हामीले चाहिँ त्यसको लागि हामीलाई थाहा छ तर कतिलाई थाहा छैन गर्दाखेरि चाहिँ अब मैले बाहिर गएर भन्छ भने त्यो डर आफ्नो मानसिक रोग छँदैछ त्यसमा अर्को थप मानसिक के भयो भने एउटा स्टिग्मा मान्छेमा के अरे मलाई चाहिँ यो के अरे मानसिक रोगी भन्छ कि भन्ने डर अनि अर्को चाहिँ बाहिर फैलाउँछ कि भन्ने डर त्यो पनि गर्दाखेरि चाहिँ कतिजना चाहिँ डराउने उनीहरूलाई पहिलो कुरा चाहिँ होइन हामीले चाहिँ कन्फिडेन्सियली यो हामीले कतै पनि गरेर डिस्क्लोज गर्दैनौँ भन्दैनौँ यो तपाईँले जति पनि भन्नुहुन्छ हामी यहीँ भित्र नै रहन्छ हामी यो हाम्रो युनिटमा मात्रै रहन्छ भनेर पनि हामीले धेरै कुरा सम्झाएपछि अनि बल्ल उहाँहरूले चाहिँ अनि अलिकति भन्न थाल्नुहुन्छ नत्र भने कस्तो हुन्छ भने हामीले चाहिँ मानसिक रोग पत्ता लगाउन चाहिँ यो केबाट भयो यसको रुट कज चाहिँ के हो भनेर पत्ता लगाउन चाहिँ हामीले चाहिँ उहाँको चाहिँ प्रत्येक कुरा चाहिँ हामीले चाहिँ हेर्न आवश्यक हुन्छ उहाँको इभन जन्मेदेखिको नै त्यसपछि उनीहरूको लाइफस्टाइलहरू सबै कुरा पारिवारिक उहरू सबै हामीले हेर्नुपर्छ पारिवारिक स्थिति सामाजिक स्थिति सबै कुरा हेरेर चाहिँ हामीले विचार अनि यो चाहिँ कस्तो टाइपको चाहिँ मानसिक रोग छ के रहेछ भनेर हेर्नु पर्छ जस्तो अब तपाईँले भन्नुभयो तपाईँलाई चाहिँ अल्सरबाट चाहिँ फोन आयो मेरो छोरा चाहिँ यसरी बाहिर निस्केन अब के कारणले हो त उनीहरूलाई चाहिँ हुनसक्छ
नेपालबाट यहाँ आयो, कति वर्षको उमेरमा आयो, यहाँ उनीहरू एडजस्टमेन्ट हुन सक्यो कि सकेन, यहाँको हुनसक्छ लगाइ खुवाइ, अब भाषाको फरक भिन्नता हुनसक्छ, उनीहरूको साथीहरू पा उनीहरूले मिस गरिसक्छ वा अन्य के कुरा छ, उनीहरू चाहिँ आमा बुवाहरूले चाहिँ राम्रोसँग उनीहरूसँग चाहिँ सेयर गर्न सकेको छैन, धेरै कुराले गर्दा चाहिँ त्यो भइरहेको हुन्छ। त्यसकारण चाहिँ अझै पनि हामीले चाहिँ प्रयास गर्दैछौँ। जस्तो हामी राजन दाइलाई पनि थाहा छ कि हामीले चाहिँ हाम्रो हेल्थ सर्भिसबाट चाहिँ हामीले फोकस ग्रुपहरू पनि गऱ्यौँ, 3 पटकसम्म फोकस ग्रुप पनि गऱ्यौँ, त्यहीँको नेपालीहरूलाई नै टार्गेट गरेर क्लाइन्टहरूलाई अथवा सबै जेनरल मान्छेहरूलाई अथवा लिडरहरूलाई, कम्युनिटी लिडरहरूलाई, किनभने अवेरनेसको चाहिँ धेरै खाँचो छ यहाँनिर चाहिँ। अझै पनि इभन हामीले पनि सिक्दैछौँ, अझै सिक्दैछौँ। त्यही सिकेको कुराहरू चाहिँ हामी सबैलाई बाँडेर चाहिँ अनि गर्दैछौँ। गर्दाखेरि हाम्रो मैले भनिहालेँ कि हाम्रो एउटा नेपालीजहरूलाई चाहिँ अवेरनेसको लागि हामीले कन्फरेन्स पनि राखेका थियौँ, तर लकडाउन कारणले हुन सकेन। त्यस कारण धेरै अझै पनि अवेरनेसको धेरै खाँचो छ यसमा चाहिँ। थ्याङ्क यू दिदी। पक्कै पनि मेरो पनि सानो अनुभव, मैले एकपल्ट एज अ सोसल वर्क स्टुडेन्ट नै हुँदाखेरि हामीले ड्रप इन सेसन जहाँ चलाउँथ्यो त्यहाँ चाहिँ एकजना बहिनी हाम्रो नेपाली आउनु भएको थियो र उहाँले चाहिँ आफ्नो जुन एङ्जाइटी, उहाँलाई जुन चिन्ता थियो एउटा त्यो उहाँले हामीसँग सेयर गर्नुभएको थियो र हामीले त्यो कुरालाई चाहिँ अब फलोअप गर्नको लागि लेखेर जाँदाखेरि चाहिँ कस्तो भइदियो भन्दाखेरि त्यो चाहिँ ड्रप इन सेसन चाहिँ एउटा कम्युनिटी सेटिङमा भएको थियो। अनि हामीलाई चाहिँ त्यो चर्चले प्रोभाइड गरेको थियो प्लेस, त्यहाँ चाहिँ अलिकति हामीलाई सेपरेट त्यति बेला रुम दिएको थिएन, सो कन्फिडेन्सियलिटी अलिकति त्यहाँ ब्रिच नै भयो पक्कै पनि। अनि हामीसँग बोलेको चाहिँ अब बहिनी र हाम्रो कन्भर्सेसन चाहिँ फेरि इङ्ग्लिसमा भएको थियो, त्यही भएर अरूले पनि त्यो सुन्यो। अनि जब हामी चाहिँ अब पछि अब इन्टरभेन्सनको लागि बहिनीलाई सपोर्ट प्रोभाइड गर्नु पर्यो भन्ने हाम्रो त्यो प्लानिङ हुँदाखेरि बहिनीले चाहिँ अलिकति के भन्छ त्यसपछि चाहिँ उहाँले चाहिँ इङ्गेज गर्नु मान्नु भएन। अनि बुझ्दै जाँदा किन रहेछ भन्दाखेरि हाम्रो कन्भर्सेसन चाहिँ अरूले सुने रहेछ। अनि त्यो अरूले सुनेपछि चाहिँ बहिनीलाई चाहिँ पछाडि ब्याकमा गएर के भनेछ भन्दाखेरि तैँले चाहिँ आफ्नो मेन्टल हेल्थको बारेमा चाहिँ सोसल सर्भिसलाई यसरी भनिस्। अब ऊ चाहिँ बहिनीको सानो छोरा थियो होइन, नानी थियो। अनि त्यही भएर अब तैँले चाहिँ तेरो छोरा चाहिँ खोसेर लगिदिन्छ उसले सोसल सर्भिसले भन्ने खालको उनीहरूले त्यो कुरा गरेछ। अनि बहिनी अलिकति डराउनु भएछ। सो अब एउटा त्यो चाहिँ अब यसले गर्दा आई थिङ्क अब बहिनीको त्यो मेन्टल हेल्थ चाहिँ अलिकति बढेर जाने हो भने आई थिङ्क त्यसले गर्दा चाहिँ झन् अब बहिनी र नानीलाई नै इम्प्याक्ट पर्छ होला होइन। अब यसको बारेमा अब दाइले भन्नुभयो माइन्ड एन्ड बडी, दिमाग र बडी हाम्रो शरीर चाहिँ कनेक्टेड हुन्छ होइन। अब शरीर दुख्दाखेरि दिमागलाई पनि असर पर्छ। अनि हाम्रो जुन कनेक्सन छ होइन, दिमाग ठिक नहुँदा शरीरलाई पनि त्यसले पक्कै इम्प्याक्ट गर्छ। अनि हरेक कुराको कारण हुन्छ अनि त्यसको कारणले गर्दाखेरि त्यसको असर के हुन्छ त्यो असर देखिन्छ। अनि दिदीले कुरा ल्याउनु भयो अब मानसिक बिमार अथवा मानसिक स्वास्थ्यको कारणहरुमा चाहिँ अब एउटा क्लिनिकल भन्नुभयो, त्यो चाहिँ के भन्छ मेडिकल हैन। अनि अर्को चाहिँ जेनरल, जस्तो अब हाम्रो इन्भाइरोमेन्ट, हाम्रो वातावरणले हामीलाई जसरी इम्प्याक्ट गर्छ अनि हाम्रो सामाजिक हाम्रो जीवन छ, त्यो सामाजिक जीवनमा पनि हाम्रो दैनिक जीवनमा के घटिरहेको हुन्छ त्यसले पनि हाम्रो मानसिक स्वास्थ्यमा असर पर्छ भन्ने कुरा गर्नुभयो। र अब यो मानसिक स्वास्थ्यलाई ट्रिगर गर्ने, यसलाई सुरु गर्ने हाम्रो त्यो फ्याक्टरहरु के छ त भन्ने कुरा गर्नुभयो हैन। अनि दिदीले चाहिँ अब अर्को अब कन्फिडेन्शियलिटी स्टिग्माको कुरा गर्नुभयो। म यो के भन्छ मेन्टल हेल्थ हैन, मानसिक स्वास्थ्य भनिन्छ नि, मानसिक स्वास्थ्य बिग्रिँदै गएपछि मानसिक रोग भनिने हो हैन। त्यसमा मानसिक रोग अब जस्तो अब नामहरु छ थुप्रै, अब एंजाइटी, डिप्रेसन देखि लिएर बाइपोलर, अनि त्यसको बारेमा दिदी र दाइ अब हजुरहरु नै हुनुहुन्छ। अनि अरु कुरा अब म बहिनीहरुलाई अब सरला दिदीलाई सोध्छु हैन, दाइ र दिदीले हजुर शेयर गरिदिनुस् न यो मानसिक रोगको बारेमा अलिक के कति प्रकारको छ हैन, अनि हामीले वाच आउट हुनुपर्ने, याद गर्नुपर्ने कुराहरु के छ? मैले ओभरटेक गरे, दाइले पनि भन्नु, दाइलाई मलाई भन्दा दाइलाई बढी ज्ञान छ, दाइबाट पनि धेरै सिकेको छ मैले। मानसिक भन्नाले अब हामी इन जनरल हामीले कुरा गर्दा चाहिँ जहिले पनि सजिलो चाहिँ हामीले के हुन्छ नि डिप्रेसन,
एन्जाइटी एकदम सजिलो नाम लिन्छ हामीले जस्तो भाइले भन्नुभयो बाइपोलर पनि भन्नुभयो त्यो पनि एकदमै इभन ठुलो ठुलो पपुलर मान्छेहरूले पनि मलाई त बाइपोलर भएछ भनेर उनीहरूलाई क्लिनिकल रिजन थाहा छ छैन तर एउटा फ्यासन जस्तो हुन्छ अनि यो एन्जाइटी डिप्रेसन भन्यो भने एकदमै सजिलो एक्जाम्पल एकदमै तर मामुली देखिन्छ तर एकदम यो नै बढेर गयो भने यसैले ठुलो विकराल रूप चाहिँ लिन्छ गर्दाखेरि यसमा चाहिँ अब तपाईले चाहिँ भनौँ एन्जाइटी र डिप्रेसनकै सानो एक्जाम्पल हुन्छ मानसिक रोग भने धेरै विभिन्न प्रकारको छ जस्तो दाइलाई चाहिँ अब डिमेन्सियाको बारेमा धेरै दाइलाई चाहिँ एकदमै अनुभव छ गर्दाखेरि डिमेन्सियाको पनि अब मोर देन 100 छ अनि गर्दाखेरि अनि बाँकी रहेको अरूमा पनि छ अब यो इभन अब आर्मीहरूलाई भनौँ पिटिएसडीको समस्या छ त्यसमा नि धेरै एन्जाइटी प्रब्लम हुन्छ के अरे अनि अरूहरू स्किजोफ्रेनिया हुन्छ जस्तो साइकोटिकहरू सिम्टमहरू हुन्छ अनि गर्दाखेरि जस्तो अब भनौँ प्रथम कुरा चाहिँ सर्वप्रथम चाहिँ इन जेनरल कस्तो हुन्छ भने दाइले अघि पनि भन्नुभयो 3वटा कुरा बडी माइन्ड सोल त्यस्तै गरेर हाम्रो यो हामीमा चाहिँ यो 3वटा कुरा ठिक ठाउँमा छ भनेदेखि हामी इन जेनरल हामी खुसी नै रहन्छौँ हामीले इन्टरेक्ट राम्रो तरिकाले गर्न सक्छौँ हाम्रो फोकस राम्रो हुन्छ हामीले के गर्नु खोजेको हाम्रो प्लानिङहरू पनि राम्रोसँग हुनसक्छ हामीले चाहिँ त्यो के अरे सजिलो हाम्रो दैनिकी हाम्रो शरीरसँग गइरहेको छ तर अचानक केही कुराले ट्रिगर भयो मान्छेमा खास गरेर चाहिँ व्यवहारमा परिवर्तन आयो दाइले अघि पनि मेन्सन गरिसक्नुभयो कोही मान्छे चाहिँ अब कसैलाई चाहिँ निन्द्रा बढी लाग्ने हुन्छ डिप्रेसनको पनि अब 2 तरिका हुन्छ कोही चाहिँ अब भनौँ कसैलाई निन्द्रै नलाग्ने हुन्छ निन्द्रा सुत्न खोज्यो सुत्नै सक्दैन तर किन सुत्न सकेन एउटा सिम्टम चाहिँ सुत्नै सकेन निन्द्रै आएन गर्दाखेरि के कारणले हो अनि अर्को चाहिँ अब एनर्जी लेभल छैन एकदमै धेरै सुत्यो 12 घण्टा 14 घण्टा पनि सुत्यो तर शरीर थाकेको जस्तो हुने के अरे मोटिभेसनै छैन केही काम गर्न जाँगरै चल्दैन खानु पनि मन लाग्दैन कोहीसँग बोल्नु पनि मन लाग्दैन गर्दाखेरि त्यो अचानक यस्तो नयाँ किसिमको चाहिँ के अरे व्यवहारमा चाहिँ परिवर्तन आउन थाल्यो भन्दा के कारणले गर्दाखेरि अनि अब भनौँ कोहीको चाहिँ अब कोहीको चाहिँ आफै बोल्न थाल्यो मान्छे छैन त्यहाँ तर बोल्न थाल्यो भनेपछि त्यो के होला त भन्दाखेरि अब विभिन्न यो त हामीलाई त अब जबसम्म मान्छेले चाहिँ यो मेन्टल हेल्थको बारेमा त्यति साह्रो भनौँ अनुभव अथवा पढेको हुँदैन अलिकति गाह्रै हुन्छ के भएछ यसलाई त अब के भएछ यसलाई भूत पो लाग्यो कि त होइन अब हामी त्यो सोच्ने विचार त्यही भूत पो लाग्यो कि त यसलाई केही कसैले के गर्यो कि त भन्ने हुन्छ तर अब के कारण ट्रिगर के भएर भयो त्यो थाहा हुँदैन फर इक्जाम्पल अब लेटेस्ट एक्जाम्पलमा अहिले भनौँ हामीलाई यो कोभिड-19 जबदेखि भयो कोभिड-19 भएदेखि चाहिँ के अरे मान्छेहरूमा एकदमै एन्जाइटी बढेर गयो एन्जाइटी लकडाउन हुने साथ चाहिँ एन्जाइटी बढेर गयो एन्जाइटी बढेपछि इभन अरू त कुरा छोडिदिउँ म आफ्नै कुरा भन्दाखेरि पनि जब म आफै मेन्टल हेल्थमा काम गर्छु मैले सबैलाई सपोर्ट गर्छु उनीहरूलाई चाहिँ त्यो अनुसारको सुझावहरू पनि दिन्छु तर म आफैलाई कस्तो नै सुरुको 1 हप्ता जब लकडाउन सुरु भयो अनि के अरे कोभिड भने चाहिँ कोरोना भाइरस भन्छ यस्तो खाले भाइरस जसलाई चाहिँ देखिँदैन कहाँबाट आउँछ पनि थाहा छैन कुन एजलाई हुन्छ थाहा छैन अनि पछि चाहिँ के भन्नु नि जस्तो फिजिकल अन्डरलाइन हेल्थ इस्युज छ भनेदेखि उनीहरूलाई चाहिँ आउने सम्भावना छ पनि भनेर भन्यो गर्दाखेरि पहिलो हप्ता चाहिँ म स्वयं मानसिक सेवामा काम गर्ने भए तापनि कस्तो भनेदेखि मलाई 1 हप्ता चाहिँ के भने मलाई अलिकति हल्का सास मैले राम्रोसँग फेरेछु कि छुइनँ मेरो सासमा त मैले खोकेको छु कि खोकी त छैन मेरो खोकी थिएन त्यतिखेर तर मैले चाहिँ अनि आफैले गरेर ट्राई पनि गरेँ मैले अनि गर्दाखेरि अनि गर्दाखेरि अब भनौँ हात धुनु पर्छ भने हात धोकै गर्ने अलिकति हुन्छ नि एउटा ओसिडी टाइपको चाहिँ त्यस्तो अलिकति मान्छे बिहेयरमा अलिकति चेन्ज हुन्छ तर मैले पछि के भने हप्ता दिन मलाई पनि अलिकति मैले कसैलाई पनि एक्सप्रेसन गर्न कसैलाई पनि देखाएन तर मैले आफैले सेल्फ चेक गरिरहेको थिएँ क्या अनि गर्दा पछि के भने मैले जब मैले आफैले आफ्नो माइन्डलाई मैले कन्ट्रोल गर्न सकेँ गर्दाखेरि मेरो त्यो चाहिँ क्लिनिकलमा गएन जब मैले चाहिँ म यदि कमजोर भएको भए मैले मेरो आफ्नो माइन्डलाई मैले कन्ट्रोल गर्न नसक्ने भएदेखि म कमजोर भएदेखि त्यही कुरा चाहिँ सायद हुन्थ्यो होला मैले 1 हप्ता मैले त्यो गरेँ त्यसपछि अर्को हप्ता पनि गरेँ अर्को 2-3 हप्तामा सायद म एकदम स्वस्थ मान्छे राम्रो मान्छे फिजिकली के पनि छैन मेन्टली पनि के पनि छैन मैले अघि नै भन्छ कि सबैमा सानो तिनो मेन्टल के मानसिक समस्याहरू सबैमा हुन्छ म त छैन एकदमै म चाहिँ स्वस्थ छु भनेर
फिजिकल अनि मेन्टल दुइटै सबैमा हुन्छ। अनि गर्दा मैले त्यसलाई 2 हप्ता 3 हप्तासम्म मैले कन्टिन्युएसन मैले चाहिँ मेरो माइन्डलाई चाहिँ मैले अलाउ गरेको भए चाहिँ के हुन्थ्यो नि त्यही कुरा चाहिँ मेरो चाहिँ बिस्तारै त्यसले चाहिँ क्लिनिकल रूप लिन्थ्यो। क्लिनिकल सिम्टम भएर चाहिँ म चाहिँ नि त्यसपछि सायद हुन्छ म समाजबाट पनि म कट अफ हुन्थेँ होला, म कोहीसँग पनि बोलिदिन्थेँ होला। तर मैले चाहिँ त्यो होइन कि 1 हप्तापछि चाहिँ न यो पनि के पनि अरे मेरो मनको डर मात्रै, मेरो मनको भ्रम मात्रै भनेर मैले अनि त्यसपछि देयर आर सो मेनी वेज होइन आफूले आफूलाई बिजी राख्ने, त्यसपछि अरूहरू के आफूले के गर्दा ठिक हुन्छ त्यो गरेर मैले आफूले आफूलाई फेरि सम्हाल्न प्रयास गरेँ। त्यसरी नै भाइले भन्नुभयो जस्तै मानसिक को चाहिँ त्यो के सिम्टमहरू देखिन्छ भन्दाखेरि चाहिँ अब कजहरू धेरै हुन्छ। अब मान्छेलाई कसैलाई पैसाको समस्या परिरहेछ, पैसाको अहिले यो कोभिड-19 मा सायद हुनसक्छ कतिलाई चाहिँ पैसाको पनि समस्या भइरहेको होला, कतिजनाको के अरे काम छुटेको छ गर्दाखेरि मैले भोलि गएर के खाने, तर उनीहरूलाई सही सुझाव समयमा दाइले अघि पनि कुरा गर्छ। इभन हामीले स्पिरिचुअली पनि उनीहरूले चाहिँ लिङ्क भएर कसैले मेडिटेसन गरेर होइन भोलि हामीले किन सोच्ने आज जे छ हामी त्यसैमा आजको प्रेजेन्टमा हामी फोकस हुनुपर्छ भने त्यस्तो मान्छेहरूबाट सङ्गतबाट कसैबाट सुझावबाट पनि भयो भने त्यो चाहिँ लम्बिँदैन, नलम्बेर अनि फेरि ब्याक टु नर्मालिटी हुन्छ। अथवा नत्र भएदेखि त्यो रहेनछ भनेदेखि बिहेभियरमा धेरै कुरामा चेन्जेसहरू देखिन्छ। हजुरले एकदम के भन्छ पक्का कम्प्रिहेन्सिभ वेमा दिनुभयो। र पनि राजन दाइ हजुरलाई म यसमा केही कुराहरू छ भने एड गर्नु। बहिनीले मैले सम्झेको कुराहरू त भनिदिनु भयो, धन्यवाद सुषमा बहिनी। माइन्ड एन्ड बडी भन्ने त अब सबैलाई निकै याद भयो होला, अघि हामीले छुटाउन सक्दैन। मेन्टल हेल्थ इस्यु पनि धेरै प्रकारको छ। उहाँले एङ्जाइटी डिप्रेसन भन्नुभयो, कोही बेला डिप्रेसन र एङ्जाइटी जम्मुले भएर आउँछ कि लाइक अ ट्विन, कोही बेला चाहिँ एक्लै आउँछ, कोही बेला चाहिँ एङ्जाइटी क्रोनिक एङ्जाइटीले ट्रिगर गर्छ, कोही बेला डिप्रेसनले। डिप्रेसन मेनी फर्म्स अफ डिप्रेसन क्या, अघि बाइपोलरको कुरा हो कि द्याट इज अ डिफ्रेन्ट क्याटेगोरी रिएक्टिभ, तर त्यो दे अल कम। अहिले अघि कुरा गरेको चाहिँ एफेक्टिभ डिसअर्डर भयो नि होइन, त्यसमा चाहिँ माइन्ड मुडमा धेरै असर गर्छ। तर उहाँले कारण पनि बताउनु भयो। अहिले जसरी मैले सम्झेको थिएँ कोभिडले अहिले नेपालीलाई मात्रै होइन तर अरू भिन्दै जातिहरूलाई संसारभरि असर गरेको छ। अन्त अहिले मैले चाहिँ न्युज सुन्छु, बेला बेलामा त्यहाँ पनि अपडेट देख्छु, गर्दाखेरि उनीहरूको प्रिडिक्सन के छ भने जब यो लकडाउन अलिक हलाउँदै आएपछि देयर विल बी सुनामी अफ मेन्टल हेल्थ इस्युज क्या रेफरो गर्दाखेरि इट इज बब्लिङ अन। अन्त यसमा के छ भने उहाँले फाइनेन्सको कुरा गर्नुभयो, रिलेसनसिपको कुरा गर्नुभयो। मैले अब चाहिँ अघि लेखेको थिएँ ज्ञानलाई इन्टरपर्सनल रिलेसनसिप भनेको थिएँ, त्यो चाहिँ इमिडिएट फ्यामिली इन्भाइरोमेन्टमा हुनसक्छ, काम गर्ने ठाउँमा हुनसक्छ, बाहिर छिमेकीसँग हुनसक्छ क्या, त्यो सबै ट्रिगर हो। ह्युमन रिलेसनसिप इज युनिक, तर हामी कोही बेला कुरा मिल्दैन, हामी चाहिँ बोल्ने दिएको छ ईश्वरले हामीलाई, त्यो गर्दाखेरि कोही बेला हामीले राम्ररी नसम्झेर बोल्छौँ। हिजो मैले फेसबुकमा लेखेको थिएँ एउटा बेबी पिग र हाँस साथी भएर बसेको थियो, कम्पनी चाहिएको थियो, द्याट वाज अ गुड एक्जाम्पल। गर्दाखेरि हामीले फाइनेन्स बुझ्नु पर्यो, रिलेसनसिप घर मात्रै हुँदैन रिलेसनसिप, त्यहाँदेखि अर्को के पिर परेको छ, नेपालीले पिर भन्छ नि हो कि, पिरले मनको पिरलाई कोही बेला क्रोनिक आर्थराइटिस सेट्स अप क्या, अघि जस्तै क्यान्सर हुनेको पनि ला अब कहिले के हुन्छ भन्ने भन्छ, डर हुन्छ, डर भन्ने भय भन्छ कि नेपालीमा, फियर यु नो कजेज अ हेल अफ अ लट अफ सिचुएसन्स। त्यसमा फिजिकल अघि मैले भने कनेक्सन हुँदाखेरि मैले ज्ञानलाई चाहिँ 3वटा मात्रै दिएको थिएँ, जस्तै हाम्रो काममा असर हुने, खानुमा सुत्नेमा, अन्त बहिनीले अर्को एडिसनल दिनुभयो खालि स्लिपलेस मात्रै हुँदैन, कोही बेला अपोजिट हुन्छ। गर्दाखेरि घरमा बस्ने मान्छेहरूले चाहिँ पहिलादेखि नै अलि यसको बेहोरा बिग्रेको छ भने, बेहोरा भन्छ नि होइन, बिहेभियर, अन्त त्यो बिहेभियर मोटिभेसन इत्यादिलाई केले असर गर्छ भने त्यो चाहिँ घरको मान्छेले आफ्नो परिवारले भिन्नता देख्न थाल्छ क्या, गर्दाखेरि हामीले त्यो जरुरी छ।
अर्को चाहिँ हामीलाई दबाई पानी खोज्नु विशेष गरी मानसिक सेवाको लागि चाहिँ बाहिरको मान्छेले के कुरा गर्छ भन्छ जस्तै कन्फिडेन्सियालिटी भन्ने चाहिँ कमजोर छ हाम्रो सोसाइटीमा अब हामी प्रोफेसनल भएपछि चाहिँ कोड अफ कन्डक्ट आइहाल्छ यु नो द्याट कोड अफ कन्डक्ट गर्दाखेरि हामीले याद राख्नुपर्छ कि ठुलो डर चाहिँ के छ भने नेपाली समाज युकेमा देखेको मैले या नेपालमै होस् कि छिमेकीले चाल पाएर सबैले चाल भन्दा यसले त देयर इज अ वर्ड दे युज युनिभर्सली they call it pagal and that is a very wrong concept हैन त्यो युकेमा पनि भन्थ्यो पहिला उनीहरूलाई थाहा नहुँदा डर नहुँदाखेरि अनएजुकेटेड मान्छेले या उनीहरूलाई थाहा नहुँदाखेरि म्याडनेस भन्थ्यो तर मनको रोग is connected with a lot of things we cannot dismiss it अन्त अघि पनि भने मैले अहिले त क्लासिक एक्जाम्पल चाहिँ कोभिड-19 ले गर्दाखेरि कति मान्छेलाई समस्या परेको छ कति मान्छेले घरमा बसेर काम उनीहरूलाई अफिसमा गएर काम गर्नेलाई घरमा बस्दाखेरि अप्ठ्यारो हुन्छ I त्यो पनि डिपेन्ड्स अन इन्डिभिजुअल अन्त अर्को चाहिँ के छ भने इन्डिभिजुअलिटी इज भेरी इम्पोर्टेन्ट तर बटम लाइन इज कोजेस त धेरै छ अघि म्यानेजमेन्ट गर्नु कतिवटा सकिन्छ सरी हजुर के भन्छ डोल म्युट गर्नुपर्छ नोइज ब्याकग्राउन्ड नोइज आउँदैछ डोल थ्यांक यू दाइ क्यारी अन ब्रो गर्दै त मेरो ल्यापटपले अलिक प्रब्लम दियो क्या ए हुन्छ हजुर ओके sorry दाइ डिस्टर्ब भयो no that's fine I was wondering he was looking at me and I'm getting worried have I said something wrong that's fine you carry on sir कुरा त के छ भन्दाखेरि हामीले रसमोर इलाकामा हाम्रो सरियन बोर्डर्स वाज द भेरी फर्स्ट वान ले चाहिँ फर्स्ट एड इन मेन्टल हेल्थ भन्ने ट्रेनिङ गरेको थियो हाम्रो जति पनि रसमोर बस्ने नेपालीहरूको लागि एन्ड आई एम प्राउड अफ इट ओके त्यहाँदेखि अर्को चाहिँ के भएको थियो भने मैले नेपाली समूह भन्ने छ पोलो सर्टमा उनीहरूलाई मैले वर्कसप गरेको थिएँ मेरो म्यानेजर लाइन म्यानेजर मेरी आई कान्ट टेल यु द सरनेम हामी मिलेर हामीलाई सरियन बोर्डर्सले भयङ्कर सपोर्ट गरेको थियो हामीहरूले फानबराको कम्युनिटी सेन्टरमा चलाएको थियो त्यसपछि मैले के गरेँ भनेदेखि 2009मा उनीहरूलाई त्यो स्टिगमा हटाउनुको लागि चाहिँ डे हस्पिटलमा मैले इन्भिटेसन पठाएँ र हाम्रो वीरबहादुर साहबले लिएर आयो भन्दा डे हस्पिटलको इलाकामा देखाएँ त्यहाँदेखि कुरा गरेँ हामीले अलिकति क्लासिक ब्रिटिस टी पार्टी जस्तो भएको थियो क्या गर्दा त्यसमा चाहिँ के हुन्छ भने आफूले त्यो ठाउँ नदेखिन्जेलसम्म डर हुन्छ तर आई क्यानट ब्रेक कन्फिडेन्सियलिटी तर मैले त नेपाली पेसेन्ट यङ एज मिडल एज ओल्ड एज सबैलाई देखेको किनभने त्यो समयमा अरू नेपाली बोल्ने थिएन गर्दाखेरि मलाई केस रिभ्यू इत्यादिमा बोलाउँथ्यो म रिटायर भए पनि कोही बेला म एस्कोर्ट ड्युटीमा जाइदिन्थेँ गर्दाखेरि यु क्यान डिनाई एज मच क्या हामी नेपालीले नि तर आई हेभ सिन इट अघि ड्रगको कुरा आयो कि त्यो कोही एडजस्टमेन्टको कुरा आयो त्यो पनि ट्रिगर हुन्छ क्या यहाँ आएर कसैले एडजस्ट गर्नु सक्दैन आई वाज लकी आई वाज अन माई ओन आई जस्ट क्यारिड अन एज नर्मल हो कि गर्दाखेरि त्यो प्रेसर पनि हुन्छ अर्को कुरो के छ भनेदेखि प्रेसर हाम्रो सोसाइटीले आफैलाई हामीलाई प्रेसर गराउँछ इन्डाइरेक्टली हुन्छ कोही बेला डाइरेक्टली हुन्छ क्या गर्दाखेरि द्याट्स अ लट अफ थिङ तर आफ्नो पर्सनालिटी इज भेरी इम्पोर्टेन्ट अघि बहिनीले कसले भने नि त्यहाँ तपाईँले भने होला म्यानेजमेन्ट हो कि म्यानेजमेन्ट पनि मामुली तरिकाले त गर्न सक्छ तर कोही बेला यो बढ्दै गयो भनेदेखि त यु निड हेल्प यु सिक हेल्प भन्छ नि गर्दाखेरि एकदमै जरुरी छ कि अन्त हामीले चाहिँ कन्भिन्स गर्नुपर्छ नेपाली समाजलाई कि जो कुरा हामीले गर्छ नि त्यो बाहिर जाँदैन द्याट इज ब्रेकिङ द ल हामीले कसैलाई केही कुरा भन्नु सक्दैन त्यो मान्छेले आएर हाम्रो कन्सल्टेसनमा आयो भनेदेखि तर हाम्रो समाजले पनि त्यो बुझ्नुपर्छ किनभनेदेखि हामीले चाहिँ फेरि गोर्खाली चाहिँ नामीवाला भन्छ नि के गर्दाखेरि त्यो डोन्ट एक्सपेक्ट दिस सोर्ट अफ थिङ क्या गोर्खाली परिवारलाई त्यो देख्दाखेरि उनीहरू अलिकति यिनीहरूलाई पनि हुँदो रहेछ भन्ने हुन्छ तर हामीलाई चाहिँ सेल्फ कन्सियसनेस ज्यादा छ तर द्याट विल ओन्ली डिले अर्ली इन्टरभेन्सन एन्ड ट्रिटमेन्ट द्याट विल डिले रिकभरी
अङ्ग्रेजी बोल्ने नेपालीहरूको लागि चाहिँ हाम्रो रिकभरी कलेज छ। अहिले निकै समय भयो, अल्डरसटमा पनि भएको थियो अरे। आइम अ गभर्नर अफ द नर्थ वेस्ट एन्ड साउथ वेस्ट सरी हो कि म त्यहाँ गएर चाल पाएको थिएँ। मैले फेसबुकमा पनि नक्सा उल्लेख थिएँ त्यसको मेरोसँग नि गर्दाखेरि वी हेभ टु एजुकेट। अन्त अहिले चाहिँ के छ भनेदेखि हाम्रो सरियन बोर्डर्सको रसमोरले धेरै फेरि यसलाई चाहिँ निकाल्दैछ क्या, गर्दाखेरि हाम्रो सपोज टु हेभ अ कन्फरेन्स गर्दाखेरि त्यो तपाईँले अघि एउटा नमुना दिनुभयो नि एउटा बहिनीको, द्याट वाज एन अभियस सिचुएसन फर द ब्रेकअप पर्सनालिटी। केमा के हुन्छ भनेदेखि कुरा नबुझ्ने मान्छेले यसलाई त त्यो बिमार लागेको रहेछ, यसको नानीलाई के हुन्छ भने दे मेन्ट वेल बट इन अ रङ वे गर्दाखेरि कन्फिडेन्सियलिटी इज utmost. Okay, I'll let other people talk because I can talk until cow comes home.